हेलो साथीहरू, गुड मर्निङ। आज चाहिँ मेरो खाना यस प्रकारको बन्न गइरहेको छ है त। यो गाजर, काउली, यो सिमी, टमाटर, बन्दा, क्याप्सिकम अनि अब म यसलाई बनाउँछु, हेर्दै जानुहोला। मैले यसमा थोरै घिउ राखेर पनि मेथी अनि जिरा फुराइसकेको छु। अब म यसमा राख्छु यसमा म अब क्याप्सिकम राख्छु, गाजर, बन्दा, टमाटर ठाउँमा चलाउँछु। यसलाई हल्का यस्तो बन्दैछ है त गाइस मेरो खाना आजको। अब म यसमा थोरै बेसार राख्छु, थोरै नुन राख्छु अनि चलाउने एकछिन। यतिको भएपछि चाहिँ म हल्का ओस राख्छु, यति हुन्छ। अब यसलाई पनि मिक्स गरिदिने। अब मेरो खाना चाहिँ यतिको रेडी भयो। अब म चाहिँ प्लेटमा सर्भ गर्छु अनि खान्छु है त गाइस। अब मेरो खाना चाहिँ रेडी भयो है त साथीहरू। ल सबैले यस्तै बनाएर खानु होला अनि हेल्दी हुनु होला, स्वस्थ रहनु होला, मस्त रहनु होला, व्यस्त रहनु होला भन्दै आजको मेरो भिडियो यति नै। हस् त, बाई बाई।